अनि ढालुहरू पनि थियो सर यहाँ अनि ढालुहरू पनि थियो 4वटा कन्डम ढालुहरू पनि थियो अनि जुत्ताहरू पनि थियो ठाउँ फेरि एक ठाउँ होइन पुसाई हो कि होइन यहाँ बुढो मान्छे हामी ओल्तिर पल्तिर अहिले त्यहाँ देख्ने बेला त लास त्यहाँ थियो जसले घटना घटाए उसैले लगेको अनुमान त्यसपछि अनि अप्ठ्यारो ठाउँमा भनेर अलिकति सम्म ठाउँमा लाग्यो भन्ने लाग्यो होला खुन पनि बढी उ त्यो सालको पातमा अझै पनि खुन छ सर यो सालको पातमा खुनै छ ए अब त नि है खुनै छ सर यो खुनै हो ल खुनै यो सालको पातमा भनेपछि अझै पनि 6 दिन भइसक्यो घटना घटेको अझै पनि सालको पातमा अझै पनि खुन छ र केटाको चाहिँ शरीरहरुमा हातहरुमा पनि अनि खुन थियो अनि त्यसपछि अनि केटा बेहोस जस्तो भएर केटालाई बोकेर हस्पिटल लग्यो अनि यो सालको त्यो हाँगाहरू भाँचेको छ त्यो सालको पातामा खुनै छ अनि यहाँ माटोमा पनि खुनै छ त्यसपछि उहाँ गइछ त्यहाँ यो घटनामा यहाँ गरेछ यहाँ घटना गरेको मैले अनुमान लगाउँछु अनि त्यसपछि लास पर लगेको छ लास लगिसकेपछि उले कालो जगट हात छिराइदिएछ फेरि जगटमा दुईटै बाउला छिरा छ तर चाहिँ चैन लगाइदिएछ अहिले अनि गप्पै यसरी नानीलाई लोपट्या जस्तो गराएर जगतको टोपी अनि गप्पै गराएको छ अलिअलि ठेस हुन्छ कपाल चाहिँ पुरै बाहिर छोडेको छ कि अनि त्यसपछि एउटा कपडा सुरुवालको बाउला माथि छ एउटा सुरुवालको बाउला अलिकति तल छ अनि पैतेला चाहिँ एकदम पैतेलाको ती खुट्टाको दुईटै खुट्टाको नसाहरू एकदम फुरेको छ निलो निलो नसाहरू ओहो कति छ के नसाहरू निलो निलो भछ सर भनेर मैले चाहिँ त्यो पुलिसहरूलाई नि भने यस्तै नजिकै प्रत्यक्ष अनि फोटो खिच्न दिनु भएन त्यसपछि हेरियो अनि मैले चिन्छु कि भने त्यो गैरी गाउँमा अब यताउता अब मैले सबै चिनेको मेरो अहिले चाहिँ अब चाहिँ लगभग नै 25 साले उमेर हो म अब नचिनेको कोही पनि छैन वरिपरि कोही चिनेको मान्छे हो कि भन्ने पनि लाग्यो मैले अनि चिन्न खोजेँ अनि यहाँ अब म भनेपछि म अनि त्यहाँ 2 नम्बर गैरी गाउँ अब यहाँ तल हिले खाली सबै मैले चिनेको अनि मेरो चिनेको कोही मेरो छोरी बहिनी हो कि भने मैले चिन्न खोजिस गरेँ चिन्न सकेन चिन्ने अनि त्यो उ थिएन देख्न नपाइन त्यसपछि त्यो खुट्टा मात्रै नसाहरू फुलेको थियो एकदम अनि अनि चाहिँ त्यो बहिनीको चाहिँ त्यति बेला नि तपाईले सोध्नु भएन त्यो केटालाई के गरिस्यो के भयो भनेर सोध्नु भएन अनि उहाँहरूले यहाँ ल्याएर चाहिँ त्यो केटाहरूलाई पुलिसले वरिपरि राखेर अनि पुलिसले सोधिराख्नु भएको थियो अनि सोध्दै ऊ अनि चाहिँ अब त्यसलाई टचरै पुगेर त्यसलाई अनि त्यस्तै किसिमको बेहोसको अवस्थामा नै पुगेर हो कि या त्यसले बाहना गरेको मलाई त जहाँसम्म लाग्छ त्यसको बाहना नै हो 2 झापट यहीँ लगाइदियो वैद्या त्यसको बेहोस पनि हिँ निक्लिन्थ्यो अथवा बेहोस नभएको पनि हिँ बग्थ्यो हिँ हुन्थ्यो पुलिसहरूले पनि समातेनन् अनि त्यहाँबाट पछि अनि बोकेर हस्पिटल लग्यो हस्पिटल लगिसकेपछि यत्रो जनाले उ गरिसकेपछि यो कहाँ उम्केला कहाँ यो ऊ भाग्ला अनि यो जे जस्तो भए पनि यो चाहिँ भोलि कानुनी प्रक्रियामा चाहिँ आउँछ भन्ने मलाई ढुक्क थियो त्यसपछि अनि त्यति गरिसकेपछि त्यो लास हेरियो अनि बस्यो कसलाई थाहा छ कसलाई थाहा छैन भने मैले कति अनि फोन मोबाइलमा अनि हेर्न खोजेँ मैले त्यहाँदेखि फोन गर्न खोजेँ अनि तर चाहिँ कहीँ फोन भेटाइन मैले चाहिँ चर्च मण्डलीकोमा एकजना हुनुहुन्थ्यो उहाँलाई त्यो मण्डलीमा त धेरैजना हुन्छन् त्योमा फोन गरिदियो भने त केही न केही पत्ता लाग्छ भनेर मैले त्यो चर्च मण्डलीको एकजना मेरो छेमा हुनुहुन्छ छेमालाई पनि फोन गरेँ अनि अहिले चाहिँ यहाँ वचनको भागमा आएर वचनहरू हुँदैछ भन्नुभयो त्यसपछि अनि यहाँ धेरैसम्म बस्यौँ हामी चाहिँ 12 बजे 12:30 बजीसम्म हामी चाहिँ पछि अनि त्यो अनि बच्चाको चाहिँ आमा आउनुभयो सानो अनि छोरा आउनु आमा छोरा त्यसपछि अनि हेर्नुभयो वरिपरि अनि पर्दा लगाएर हेरिसकेपछि गुप्त अङ्गबाट चाहिँ एकदम खुनको बान अनि त्यसपछि अनि चाहिँ कपडाभरि सबै अनि चाहिँ मुखमुगाएको अनि त्यो टाउकोभरि चोट अनि शरीरहरूमा चोट कतिवटा थियो जुत्ताहरू अनि ढाल 4 अनि वरिपरि त्यसपछि लिएर अनि तपाईँको कपडा एक ठाउँ अनि उ थियो झोला त उ त्यहाँ थियो सर रातो लेदरको खालको लेदर खालको झोला थियो रातो थियो अनि त्यहाँबाट यहाँ वरिपरि पुलिसले हेर्न दिनु भएन अनि त्यसपछि अनि आमा आइसकेपछि वरिपरि अनि त्यहाँ त्यो केटीलाई बोक्न हाल्ने त्यो एउटा स्थितिले अनि यसो अनि घेरा हालेर त्यसपछि अनि केटीलाई हेर्नुभयो हेरिसकेपछि मेरो छोरीको हेर्ने अवस्था छैन किन यस्तो गरेर मारिस अनि भनेर चाहिँ रुन थाल्नुभयो अनि अवलाग बिलाग गरेर रुनुभयो अनि रुँदा त्यहाँबाट पछि अनि हेरिसकेर यताउता गरिसकेपछि आमालाई उता लग्नुभयो लगिसकेपछि अनि त्यसपछि अनि उहाँहरूले चाहिँ त्यो लास अनि उठाएर लग्ने काम भयो तर चाहिँ यो कानुन एकदम अबको आउँदो
पहिलाका कानुन त अब के थियो के त्यो सामन्ती शोषक कानुन भन्छु म तर अहिलेको कानुन भनेको जटिल कानुन आउनुपर्छ अहिलेको चाहिँ 2/3 एक लौटे अनि चाहिँ बहुमतको सरकार आएको छ यतिखेर पनि गर्न सकेन भने त नेपालमा केही पनि हुन सक्दैन आँधीभिर र तुफान मरुभूमि मात्रै नेपाल हुन्छ ल अनि नेपाल एकदम मरुभूमि हुन्छ नेपाल अनि चाहिँ अनि कुन देशले लुटेर लग्छ थाहा छैन हाम्रो खानी हाम्रा चाहिँ विभिन्न किसिमका धातु हाम्रा चाहिँ हरेक अनि पानी नदी नाला सारा चाहिँ नेपालले लुटेर लग्छ एउटा यी हाम्रालाई हेर्नुहोस् यो रुख कस्ता छन् यिनी बुढो रुखभरि लगेर अनि बेच्न पर्ने यिनी बालक रुख राख्ने हो भनेपछि यही रुख नेपालको पानीले हाम्रो नेपाल बन्छ भने यिनी केही पनि गर्न सक्दैन पैसाले किन्न खोज्छन् पैसाले किन्छ नियम कानुन राम्रो बन्नु पर्यो हत्याराहरूलाई कडाभन्दा कडा सजाय फाँसीले सजाय दिनु पर्यो तिनलाई त जन्म कैद भन्दा पनि तिनलाई बाँच्ने बेलासम्म जेलबाट निक्लिनु हुँदैन अनि बाँच्ने बेलासम्म जेलबाट निक्लिनु हुन्न तिनको चाहिँ जिन्दगीमा आएको भने अन्धकारमा त्यस्तै जाओस् तिनको पनि मरुभूमि नै होस् भन्न चाहन्छु म